स्वागत छ यो भिडियोमा। यस भिडियोमा हामी बुझ्नेछौँ नेपाल राष्ट्र बैंक डिरेक्टिभ्स नम्बर 7 सुपरिवेक्षणीय निर्देशन लागू गर्ने कार्यतालिका सम्बन्धी व्यवस्था अर्थात् प्रोभिजन्स रिलेटिङ टु द एक्सन प्लान फर इम्प्लिमेन्टेसन अफ सुपरवाइजरी डिरेक्टिभ्स। सो स्टार्ट गरौँ है त। सुपरिवेक्षणीय निर्देशन लागू गर्ने कार्यतालिका सम्बन्धी व्यवस्था। यस बैंकले क, ख र ग वर्गका इजाजत पत्र प्राप्त संस्थाको निरीक्षण तथा सुपरिवेक्षणको क्रममा दिएको निर्देशनहरूलाई देहाय बमोजिम लागू गर्न गराउन नेपाल राष्ट्र बैंक ऐन 2058 को दफा 79 ले दिएको अधिकार प्रयोग गरी देहायक निर्देशन जारी गरिएको छ। 1. निरीक्षण प्रतिवेदन उपर प्रतिक्रिया। स्थलगत निरीक्षण प्रतिवेदन प्राप्त भएको मितिले बढीमा 30 दिनभित्र इजाजत पत्र प्राप्त संस्थाको सञ्चालक समितिले उक्त प्रतिवेदनमा उल्लिखित कैफियतहरू, सुधार तथा दिएको निर्देशनहरू पालना गरी सो निरीक्षण प्रतिवेदनमा उठाइएका बुदाहरूको सुधारको स्थिति सहितको प्रतिक्रिया यस बैंकको सम्बन्धित सुपरिवेक्षण विभागमा पठाउनु पर्नेछ। तोकिएको समयभित्र आवश्यक सुधार गरी प्रतिक्रिया पठाउन नसक्ने अवस्था भएमा इजाजत पत्र प्राप्त संस्थाले सम्बन्धित सुपरिवेक्षण विभागको स्वीकृति लिई थप भएको अवधिभित्र उक्त प्रतिवेदन यस बैंकमा पेश गर्नुपर्नेछ। 2. कर्जा नोक्सानी व्यवस्था। निरीक्षण प्रतिवेदन मार्फत थप कर्जा नोक्सानी व्यवस्था गर्ने निर्देशन प्राप्त भएमा चालू त्रैमासिक हिसाबमा थप कर्जा नोक्सानी व्यवस्था गरी सोको जानकारी यस बैंकमा दिनुपर्नेछ। तर निर्देशन प्राप्त हुँदा बैंक तथा वित्तीय संस्थाको पछिल्लो त्रैमासिक र वा वार्षिक वित्तीय विवरण प्रकाशन नभएको भएमा निर्देशन अनुसार नोक्सानी व्यवस्था गरेर मात्र वित्तीय विवरण प्रकाशन गर्नुपर्नेछ। 3. लोन पोर्टफोलियो सुधार योजना। निरीक्षण प्रतिवेदन मार्फत निर्देशन प्राप्त भएको 30 दिनभित्र क वर्गका इजाजत पत्र प्राप्त संस्थाको हकमा 1 करोड रुपैयाँ वा सोभन्दा माथिका र अन्य वर्गका इजाजत पत्र प्राप्त संस्थाको हकमा 50 लाख रुपैयाँ वा सोभन्दा माथिका 3 महिनाले भाका नाघेका सबै कर्जाको स्थिति सुधार्ने योजना बनाई यस बैंकको सम्बन्धित सुपरिवेक्षण विभागमा पेश गर्नुपर्नेछ। सो अवधिभित्र यस बैंकबाट निरीक्षण भई थप निर्देशन प्राप्त भएमा वर्गीकृत कर्जाहरूको रकम र वर्गीकरणमा आएका परिवर्तन समावेश भएको संशोधित योजना 30 दिनभित्र यस बैंकको सम्बन्धित सुपरिवेक्षण विभागमा पेश गर्नुपर्नेछ। 4. पुँजी कोषको पर्याप्तता। निरीक्षण प्रतिवेदन मार्फत निर्देशन प्राप्त भएको मितिले बढीमा 35 दिनभित्र इजाजत पत्र प्राप्त संस्थाले पर्याप्त पुँजी कोष कायम राख्नका लागि अन्य कुराहरूको अतिरिक्त देहायका विषयहरू समेत समावेश भएको लिखित पुँजी योजना यस बैंकको सम्बन्धित सुपरिवेक्षण विभागमा पेश गर्नुपर्नेछ। क. पर्याप्त पुँजी कोष कायम गर्नका लागि हाल र भविष्यमा आवश्यक पर्ने पुँजीको विवरण। ख. वर्गीकृत तथा पुनः वर्गीकृत सम्पत्तिको विवरण। ग. सञ्चित नाफाको अनुमानित रकम। घ. यस सम्बन्धी निर्देशनमा व्यवस्था भए अनुसार भविष्यमा आवश्यक पर्ने पुँजी पूरा गर्न व्यवस्था गरिएका अतिरिक्त स्रोत र समय तालिका। 5. सम्पत्ति दायित्व व्यवस्थापन। निरीक्षण प्रतिवेदन मार्फत निर्देशन प्राप्त भएको मितिले बढीमा 30 दिनभित्र इजाजत पत्र प्राप्त संस्थाले पर्याप्त तरलता कायम राख्न आफ्नो सम्पत्ति दायित्व व्यवस्थापन नीति तथा कार्यविधिमा आवश्यकता अनुसार संशोधन गरी देहायका विषयहरू यस बैंकको सम्बन्धित सुपरिवेक्षण विभागमा पेश गर्नुपर्नेछ। उक्त संशोधनमा अन्य विषयहरूको अतिरिक्त देहायका कुराहरूमा ध्यान पुर्याउनु पर्नेछ। क. ऋण लिइएको रकम बोरोड फन्ड्सको लागत तथा उपयोग। ख. भविष्यमा आउने आवश्यकताहरू पूरा गर्न चाहिने तरल सम्पत्तिको परिमाण। ग. निक्षेपको सम्भावित उतार चढावको लागि पर्याप्त तरलताको व्यवस्था गर्न अल्पकालीन वित्तीय स्रोतको व्यवस्था। घ. कर्जाको परिमाण र बासलात बाहिरका कारोबारहरूमा लगानी गर्न आवश्यक रकम र लगानीको स्रोत बीचको तालमेल। र ङ. इजाजत पत्र प्राप्त संस्थाको व्यवस्थापनबाट सञ्चालक समिति समक्ष नियमित रूपमा सम्पत्ति दायित्व सम्बन्धी प्रतिवेदन पेश गर्ने व्यवस्था। 6. आन्तरिक लेखा परीक्षण तथा नियन्त्रण। इजाजत पत्र प्राप्त संस्थाले विद्यमान नीति, नियम तथा कानूनी प्रावधानको दायराभित्र कार्य सम्पादन गरी आन्तरिक नियन्त्रण प्रणालीमा प्रभावकारिता ल्याउन सकिने गरी कार्यविधिको विकास गर्नुपर्नेछ। उक्त कार्यविधि अन्तर्गत कम्तीमा देहायक विषयहरू समावेश भएको हुनुपर्नेछ। क.
संस्थाको यथार्थ अवस्थाको चित्रण गर्ने तथा सम्पत्ति सुरक्षित हुने गरी इजाजत पत्र प्राप्त संस्थाको व्यवस्थापन तथा लेखा नियन्त्रण प्रणालीको समीक्षा सम्बन्धी कार्यविधि। ख. तथ्याङ्कको विश्वसनीयता जाँच गर्ने कार्यविधि। ग. कर्जा प्रवाह, कोष सञ्चालन, ट्रेजरी अपरेसन, विदेशी विनिमय व्यवस्थापन, तरलता व्यवस्थापन, पुँजी कोषको पर्याप्तता, कर्मचारी, व्यवस्थापन सूचना प्रणालीका साथै ब्याङ्किङ नियम कानुनहरूको पालना सम्बन्धी व्यवहार जाँचबुझ गर्ने कार्यविधि। घ. सम्पत्तिको गुणस्तर समीक्षा कार्यविधि। ङ. वित्तीय जोखिम व्यवस्थापनको तरलता, सम्पत्ति दायित्व, विदेशी मुद्रा व्यवस्थापन, समीक्षा सम्बन्धी कार्यविधि। 7. योजना, नीति तथा कार्यविधिहरूको कार्यान्वयन। बुन्दा नम्बर 3 देखि 6 सम्म उल्लेख भए बमोजिम निरीक्षण प्रतिवेदनले माग गरेका योजना, नीति तथा कार्यविधिहरू समीक्षाको लागि यस ब्याङ्कको सम्बन्धित सुपरिवेक्षण विभागमा पेश गर्नुपर्नेछ। 8. प्रगति विवरणको अनुगमन। यस ब्याङ्कबाट ब्याङ्क तथा वित्तीय संस्थाको कारोबार र प्रगति विवरण सम्बन्धमा निरन्तर रूपमा अनुगमन गरिनेछ। यस ब्याङ्कले सम्बन्धित इजाजत पत्र प्राप्त संस्थाको प्रत्येक 3 महिनामा क्रियाकलाप, योजना, नीति तथा यस ब्याङ्कले दिएको निर्देशन कार्यान्वयनको अनुगमन गरी दिएको सुझाव सम्बन्धित संस्थाले कार्यान्वयन गर्नुपर्ने गराउनुपर्नेछ। साथै यस ब्याङ्कले निर्देशन दिएको अवस्थामा त्रैमासिक प्रगति विवरण र निर्देशनको कार्यान्वयन स्थितिको प्रतिवेदन समेत तोकिएको अवधिभित्र उपलब्ध गराउनुपर्नेछ।